हामीले आज माछा मार्नु गइरहेको छ। म चाहिँ यता हो, यो चाहिँ हाम्रो पाइप अहिले यहीँबाट हो। माछा यहीँबाट पानी तानेर मोटरले तानेर माछा मार्ने, माछा मार्नु पर्ने हुन्छ। ओइ पाया थोकले ओइ नले ओइ नले ओइ रेगला मार्दैन ओइ। जरिएर नजाऊ एकखेर विश्वास गर। ओइ नले पाया ओइ ओइ लोगा यो पानी दिँदैन यार। हाम्रो चाहिँ यता जानुपर्ने हुन्छ माथि तलपट्टि। जरिएर नजाऊ एकखेर। तर आज भोलि यार लास्टै गर्मी भने यस्तो गर्मी हेऱ्यो भने त मान्छे छिटै मर्छ होला यार। गाइजहरू कतिको गर्मी भइरहेको छ तपाईँहरूको गाउँतिर होइन, कमेन्टतिर भन्दै गर्नु। हाम्रो गाउँमा चाहिँ बबाले गर्मी छ हेर्नु नि यार। घाम पनि यस्तो घाम पनि नदेख्यो भने आज चाहिँ माछाको पुरै कन्टोमा समातेर भक्का भक्का खाने हो माछाको मामुले। केटाहरू माछा मार्न आएको रे फेरि यार। लुगा पनि हेर न यार। थेट ओइ हाम्रोतिर पनि गाडी पनि हिँड्छ बुझ्दै। काठमाडौँ कहीँ होइन कहीँ गयो भने यहीँबाट जान्छ। रोड चाहिँ यहाँ त्यसैले भयो। यो चाहिँ बस्तुहरूसम्म मात्र जान्छ। गएर नि भिडियो बगाले छ माछा अब मार्ने पुग्न लाग्यो। नलाग्यो आज भए फेरि बबाले अलिक धेरै नै भयो भने त्यही पकाएर पनि हो। हाम्रो चाहिँ अब हिरो चाहिँ छैन। कुखुरा खाएर हेर्नु न यार। गाइजर कुखुरा हेर्नु न यार। यसको मासु चाहिँ फेरि सेकुवा बनाएर हान्यो भने मिठो हुन्छ नि यार। गाइज हेर्नु सन्देशा भयो ठाकुरजी होइन। मिसिनु अब चाहिँ मोटरले पानी फालिरहेछ। अब चाहिँ यहाँबाट पुरै हामीले चाहिँ यसरी यहाँ मोटर हालेर यहाँबाट मोटर हालेर होइन यहाँबाट चाहिँ फेरि पुरै फाल्छ पानी।
घाँस चाहिँ आधा पानी चाहिँ खोल्नु पर्ने हो खासमा त सरी दाइले चाहिँ पानी खोल्नु गइरहेछ अहिले नेक्स्ट चाहिँ म अर्को हामी चाहिँ माछा मार्न गएको अहिले म